Hello, dear student. Good morning. So, this is the video regarding the double displacement reaction, CBSE, Class 10, Chapter 1. There are types of reaction. 5 types of reactions are there in chapter number 1. First one is combination reaction, where the reactant combine together to form a single product. Two or more reactant combine to form the single product. Second one is the decomposition reaction, where the single reactant splits up into two or more product. This is called the decomposition reaction. Number third reaction is the double displacement reaction. So what happened in double displacement reaction? You can see here Na2SO4 is sodium sulfate plus barium chloride if reacted, and if double decomposition, double displacement take place here, Na will react with the Cl, the second part of this reactant. भनेको चाहिँ के भनेको भने यो जब यो दुईटा कम्पोनेन्ट छ नि, यो दुईटा कम्पोनेन्ट चाहिँ आयोन्स हो, देयर इज एक्सचेन्ज अफ आयोन्स. आयोन्स चाहिँ के हो भन्दा चाहिँ SO4 पनि आयोन्स हो, Cl पनि आयोन्स हो, Na पनि आयोन्स हो, Ba प्लस पनि आयोन्स हो. आयोनको फर्ममा निक्लिँदाखेरि चाहिँ यसरी आफ्नो कि केटायन भएर निक्लिन्छ, प्लस भएको केटायन कि नेगेटिभ भएर निक्लिन्छ, त्यो हुन्छ एनायन हुन्छ. र यसको बिचमा एक्सचेन्ज अफ आयोन्स टेक प्लेस. अब एनएसँग के हुन्छ, यतापट्टिको जुन चाहिँ रिएक्टेन्ट छ त्यसको पछाडिको भाग, यसको अगाडिको भाग र यसको पछाडिको भाग हुन्छ. जस्तो एनएसँग Cl, र हामीले यहाँ Na2Cl2 लेखेन बिकज अफ द भ्यालेन्सी द्याट यु नो भेरी वेल. Otherwise, I will prepare one more video for the understanding of the valencies and to write the correct chemical formula of the compound. Okay, correct chemical formula लाई लेख्नुको लागि म अर्को एउटा भिडियो बनाउँदैछु. तपाईँले सब्सक्राइब गर्नुभयो भने भेटिहाल्नुहुन्छ स्टुडेन्ट. र यहाँ तपाईँलाई थाहा भइगयो यसको अघिल्लो पार्टलाई अगाडि नै राख्नु छ. यसको अघिल्लो पार्ट र यसको पछाडिको पार्ट भनेपछि Ba र SO4 भनेपछि बेरियम र सल्फेट. सो यहाँनिर छ बेरियम एन्ड सल्फेट. र यसरी चाहिँ एक्सचेन्ज अफ आयोन्स हुन्छ. र आयोन्स यहाँ कस्तो छ भने यो एउटा गाडी बनाएको छ होइन, यसको चक्का हरियो छ, यसको बडी चाहिँ रातो छ. सो प्लस अर्को एउटा कम्पोनेन्ट छ जसको बडी चाहिँ ग्रिन छ, चक्का चाहिँ रातो छ. अब यतापट्टि कम्पाउन्ड बनाउँदा के हुन्छ भन्दाखेरि चाहिँ अब यहाँ रातो रातो बनियो होइन, रातो चक्का यसमा आयो, रातै बडीमा आयो, हरियो चक्का चाहिँ फेरि हरियो बडीमा गयो. र I think you understand very well. So example 2 is barium chloride BaCl2 र K2SO4. Obviously यो रिएक्सनमा यो अगाडिको Ba र यतापट्टिको SO4 बनेर बेरियम सल्फेट बनिन्छ है. यहाँ बेरियम सल्फेट बन्यो, यहाँ कलर पनि गरेर बुझाउने गरी बनाइदिएको छु. र अब के रह्यो भन्दा यतापट्टिको के रह्यो, यतापट्टिको चाहिँ फेरि Cl रह्यो, यतापट्टिको अगाडिको भाग र यतापट्टिको पछाडिको भाग. र हामीले यहाँ के लेख्यो, KCl पोटासियम क्लोराइड बनियो. सिमिलरली यु क्यान अल्सो प्रिपेयर हियर NaCl सोडियम क्लोराइड प्लस AgNO3 सिल्भर नाइट्रेट. अब यहाँ के बनिन्छ होला त, सिधै यसको अगाडिको भाग Na अनि यो यसको पछाडिको भाग NO3, यहाँ बनिन्छ NaNO3 भने सोडियम नाइट्रेट भयो. NO3 इज नाइट्रेट. त्यसो भए यहाँ के बनिन्छ, अभियसली यो यतापट्टिको अगाडिको भाग छुटेको छ नि अघि, अनि यसको पछाडिको भाग यहाँ मैले एरो बनाएको छु. सो यु क्यान इजिली राइट दिस वान. तपाईँहरूले सजिलो गरी लेखेर तपाईँलाई प्र्याक्टिस पनि होस् भनेर मैले यहाँ खाली छोडेको छु, तपाईँले गर्न सक्नुहुन्छ. सो दिस इज द डबल डिस्प्लेसमेन्ट रिएक्सन. सो वेट फर द displacement reaction, okay, and oxidation reaction. So I am going to send you the next video for this, and the overall revisional video will also be uploaded in my channel. So don't forget to share to your friend. Sometime take the screenshot whenever needed. Okay, thank you student. It will be more easier for you to understand the type of reaction. Chapter number 1, class 10 CBSE. Thank you. Stay alert, stay healthy student.